यस च्यानलमा जति पनि मेमोरी फर्मुला सम्बन्धी टिप्स अथवा यसका तरिकाहरू छन्, फर्मुलाहरू छन्, ती सबै कुराहरू फ्रीमै सिकाइनेछ। यसको लागि तपाईहरुले पैसा खर्च गर्न आवश्यक छैन। यदि खर्च गर्न चाहनुहुन्छ भने पनि अनलाइनमा थुप्रै त्यस्ता पेड भर्जनमा अनलाइन कोर्सहरू मेमोरी फर्मुला, मेमोरी पावर भनेर आइराखेका हुन्छन्। त्यसमा गएर तपाईहरुले सिक्न सक्नुहुन्छ। र यहाँहरुलाई एउटा कुरा स्पष्ट के पार्दिम भने तपाईहरुले पैसा तिरेर सिक्ने पनि यही फर्मुलाहरु हुन्। त्यहाँ तपाईहरुले छुट्टै हैन नयाँ तरिका केही पाउनु हुँदैन। अब तपाईहरुले अनलाइन कोर्स जोइन गर्नुभयो भने कम्तिमा पनि 4 देखि 5000 अब सबैले आफ्नो तरिकाले लिन्छन् होला, त्यो तिरेर तपाईहरुले लिने हो। तर यो मेमोरी पावर अथवा मेमोरी फर्मुलाको क्लास लिँदै गर्दा त्यहाँ तपाईहरुले छुट्टै नयाँ कुरा चाहिँ केही पाउनु हुँदैन। जहाँसम्म मलाई लाग्छ त्यसमा तपाईहरुले एक दुईवटा कुराहरू छुट्टै पाउनु होला। त्यो भनेको स्टोरी टेलिङ हो। स्टोरी टेलिङ गर्नु खासै ठुलो कुरा हैन। त्यो स्टोरी टेलिङको पनि तरिका म तपाईहरुलाई सिकाइदिन्छु। तपाईहरुले आफैले गर्न सक्नुहुन्छ। र अर्को कुरा रह्यो, जति पनि तपाईहरुले मेमोरी फर्मुला भनेको हामीले पढेका कुराहरू जति बिर्सिरा हुन्छौं, ती कुराहरूलाई कसरी याद गर्ने, कसरी लङ टर्म मेमोरीमा राख्ने भन्ने कुरा नै हो। अब तपाईहरु जति पनि एक्जाम दिने तयारीमा हुनुहुन्छ, कसैले स्कुलको दिइराख्नु होला, कलेजको दिइराख्नु भयो होला, कतिपयले आयोगको दिइराख्नु होला, शिक्षक सेवा, लोक सेवा आयोगदेखि लगायत अन्य आयोगहरुको तयारी गर्दै हुनुहुन्छ भने तपाईहरुले आफ्नो कोर्स डेफिनेटली पढ्नै पर्छ। त्यो कोर्स नपढिकन तपाईहरुले आयोग दिएर पनि तपाईहरुको नाम निक्लेला अथवा तपाईहरुले परीक्षा सफल गर्नु होला भन्ने मलाई लाग्दैन। तपाईहरुले मेमोरी पावर फर्मुला को क्लास जोइन गर्ने बित्तिकै सम्पूर्ण कुराहरू मैले सिकाइ दिन्छु अथवा गर्छु भन्ने आशा लिएर यो क्लास जोइन गर्नुहुन्छ भने तपाई भोलि पक्कै निराश हुनुहुनेछ। किनभने यसमा तपाईहरुलाई प्रचारमा कसैले देखाइरा होला हैन, जस्तो 8-10 घण्टा लगाएर पढ्ने कुरा मैले 1-2 घण्टामै अथवा आधा घण्टामै याद गरे पढे भनेर देखाइराख्नु भएको होला हैन। त्यो कुरा देख्ने बित्तिकै तपाईहरु हौसिएर जानु होला। त्यसमा तपाईहरुले क्लास लिनु होला। पछितिर रिकल गर्न सक्नु भएन भने तपाई चाहिँ निराश हुनुपर्ने हुन्छ। त्यसैले मेमोरी फर्मुला सम्बन्धी स्पष्ट हैन जति पनि साँचो कुराहरू छन्, ती सबै कुराहरू तपाईहरुले यही च्यानलमा पाउनुहुन्छ। अन्यत्र तपाईहरुले पाउनु हुँदैन। तपाईहरुलाई धेरैले झुटको खेती गर्लान् अथवा धेरै कुराहरू ढाँट्लान् हैन। तर यसमा म चाहिँ तपाईहरुलाई एउटा पनि कुरा नढारिकन सम्पूर्ण कुराहरू सिकाउन सक्छु र सिकाउने छु यसै भिडियो अन्तर्गत। तपाईहरु भिडियो स्किप नगरिकन पुरै हेर्दिनु होला। यसको लागि तपाईहरुलाई कुनै पैसा लाग्ने छैन, मात्र तपाईहरुले समय दिएको छ। यति गर्दिएमा तपाईहरुले सम्पूर्ण कुराहरू यसै च्यानल अन्तर्गत पाउनुहुनेछ। मैले यस मेमोरी फर्मुलाका जति पनि भिडियोहरू छन् स्टेप बाइ स्टेप बनाउँदै आएको छु। यसमा अझै छुटेका कुराहरू थप समावेश गर्दै जानेछु। र यहाँहरुलाई लाग्ला मैले चाहिँ मेमोरी फर्मुला कसरी सिकाउने अथवा कसरी सिकाउने मलाई थाहा नभएको हुन सक्छ भन्ने लाग्ला। मैले 2-4 जना एकदमै उच्च स्तरका व्यक्तिहरुबाट पनि यो मेमोरी फर्मुला क्लासहरु लिइसकेको हो। र मैले सबै जति पनि अहिले मेमोरी फर्मुला क्लासहरु सिकाइराख्नुहुन्छ उहाँहरुलाई चाहिँ एनालाइज गरेर उहाँहरुको फर्मुला के हो, कस्तो हो त्यति मात्र नभइकन यसको वास्तविक सुरुवात कहाँबाट भयो, कसले इन्भेन्ट गर्यो, ती सबै कुराहरू मैले अगाडिकै भिडियोमा समावेश गरिसकेको छु। यहाँहरुले मेरो च्यानलमा गएर ती भिडियो पनि हेर्न सक्नुहुन्छ। वास्तविक मेमोरी फर्मुला कहाँबाट पत्ता लाग्यो, कसरी सुरुवात भयो र यो अहिलेसम्म हामीमाझ किन आएन, कसले रोकिराख्यो भन्ने कुराको बेली विस्तार त्यस भिडियो अन्तर्गत गरेको छु। र यसमा चाहिँ अब आज मेमोरीको बारेमा थप चर्चा गरौँ, किनभने धेरै लामो गन्थन गर्दा यहाँहरुलाई बोर लाग्न सक्छ। अब यसमा मेमोरी फर्मुला र मेमोरी फोल्डरलाई हामीले सजिलो तरिकाले सम्झिने कुराहरू म यहाँहरुलाई भन्न चाहन्छु। जस्तो हाम्रो मेमोरी फर्मुला भनेको हाम्रो दिमागले जति पनि कुराहरू हुन्छन् ती कुराहरूलाई सर्ट टर्म र लङ टर्म मेमोरीमा सेभ गरेर राख्ने गर्छ है। जस्तो हाम्रो कम्प्युटरमा जति पनि हामी कुराहरू एन्ट्री गर्छौं तुरुन्तै गर्दा गर्दैको अवस्थामा ती चाहिँ सर्ट टर्ममा जान्छन् हैन, र्यामले रिड गरिराखेको हुन्छ र त्यसलाई हामीले सेभ गरेनौं भने त्यो चाहिँ
यदि स्विच अफ गर्ने बित्तिकै त्यो अटो डिलिट भएर जान्छ किनभने त्यो सेभमा बस्दैन त्यसको लागि हामीले सेभ गर्नुपर्ने हुन्छ कम्प्युटरमा त्यस्तै हाम्रो दिमागले पनि जति पनि हामीले पढेका कुराहरू हुन्छन् त्यसलाई सर्ट टर्ममा राख्ने कि लङ टर्ममा राख्ने भनेर निर्क्युल गर्छ त्यो भनेको हाम्रो विशेष रुचि हो अब हामीले कसरी रुचि दिन्छौं त हरेक कुराहरूलाई हामीले कतिको ध्यान दिन्छौं हैन हामीले कति रुचाएका छौं कति मन पराएका छौं हैन त्यस अन्तर्गत रहेर हाम्रो दिमागले अटोमेटिक के गर्छ त हामीले मन नपरेका कुरा जति छन् ती सबैलाई सर्ट टर्ममा राखिदिन्छ र हामीले विशेष रुचि दिएका ध्यान दिएका कुराहरूलाई चाहिँ लङ टर्ममा राख्ने गर्छ र लङ टर्ममा बसेका कुराहरू चाहिँ हामी बिर्सिदैनौं त्यसैले अब यो मेमोरी फोल्डरको अवधारणा जुन छ यो चाहिँ लङ टर्म मेमोरीको लागि सहयोगी एउटा फोल्डर हो जसलाई हामीले चाहेको बेलामा जति बेला जहाँबाट पनि के त सम्झन सकौं भन्ने हिसाबले मेमोरी फोल्डरको अवधारणा लागू गरियो अब हामीले पढेका कुराहरू किन सम्झिदैनौं हामी किन ध्यान दिन सक्दैनौं त्यसको बारेमा कुरा गरौं हामीले ध्यान दिन नसक्नुको मुख्य कारण भनेको हाम्रो आँखा हो किनभने दैनिक जीवनमा हामीले जति पनि कार्यहरू गर्छौं ती कार्य अन्तर्गत झन्डै 90% एनर्जी चाहिँ हाम्रो आँखाले नष्ट गरिरहेको हुन्छ अर्थात हाम्रो आँखा चाहिँ धेरै कुराहरूमा गइरहेको हुन्छ अथवा हाम्रो आँखाले धेरै चीजहरूलाई देखिरहेको हुन्छ र हाम्रो एनर्जी चाहिँ उले नष्ट गरिरहेको हुन्छ र हामीलाई चाहिँ धेरै मन डुलाउने बनाउने नै हाम्रो आँखा हो अर्थात धेरै चीजहरू चाहिँ हाम्रो दिमागमा भण्डारण गर्ने अथवा स्टोर गर्न पठाउने काम चाहिँ आँखाले गर्छ जसले गर्दा हामीले हाम्रो पढाइमा त्यति ध्यान दिन सक्दैनौं किनभने हामीले दिनभरिमा थुप्रै कुराहरूलाई फेस गर्नुपर्छ धेरै कुराहरू देख्नुपर्छ जसले गर्दा हामी चाहिँ पढाइमा त्यति ध्यान दिन सक्दैनौं अब ध्यान कसरी केन्द्रित गर्ने भन्ने यहाँहरुलाई लाग्न सक्छ यहाँहरुले त्यसको लागि दुई चारवटा विकल्प अपनाउन सक्नुहुन्छ अब ध्यान केन्द्रित गर्नका लागि यहाँहरुले जस्तो आफ्नो हातको औंलामा कुनै लट्ठी अथवा स्टिकहरु हैन त्यस्तो लिएर चाहिँ तपाईहरुले त्यसलाई चाहिँ ब्यालेन्स गर्ने प्रयास गर्न सक्नुहुन्छ हैन 2-4 मिनेट ब्यालेन्स गरेर हेर्नुस् हैन त्यो ब्यालेन्स अब ठुलो निकै मोटो ब्यालेन्स गर्न सक्नुहुन्छ र त्यसलाई अझै पातलो पातलो गर्दै जानुस् हैन त्यसरी स्टिकहरु ब्यालेन्स गर्दा पनि हाम्रो ध्यान चाहिँ एकत्रित हुन्छ किनभने हाम्रो आँखाले नितान्त त्यही लट्ठीमा ध्यान दिइरहेको हुन्छ र ध्यानलाई चाहिँ अन्त जान दिदैन भट्किन दिदैन एउटा विकल्प अर्को यहाँहरुले ब्यालेन्स गर्न सक्नुहुन्छ आफ्नो एउटा खुट्टामा उभिएर एउटा खुट्टालाई माथि राखेर ताडासन जस्तो गरेर तपाईहरुले योगको तरिकाले आफ्नो एउटा खुट्टा ट्याक्क अर्को खुट्टामा ट्याक्क राखेर त्यसरी तपाईहरुले त्यो चाहिँ ब्यालेन्स गर्न सक्नुहुन्छ यसरी ब्यालेन्स गर्दा पनि के त हाम्रो ध्यान केन्द्रित हुन सक्छ अर्को यहाँहरुले आँखामा कालो पट्टी बाँधेर कुनै सामानहरु भेट्ने प्रयास गर्न सक्नुहुन्छ कुनै रुममा यताउता हैन त्यसरी चाहिँ आँखामा पट्टी बाँधेर बसेर पनि ब्यालेन्स गर्न सक्नुहुन्छ अथवा मेडिटेसन नै गर्न सक्नुहुन्छ आँखा बन्द गरेर ध्यान गरेर कुनै एउटा मन्त्र जप गर्न सक्नुहुन्छ अथवा यहाँहरुले त्राटक गर्न सक्नुहुन्छ हैन त्राटक भनेको कुनै बत्ती मेणबत्ती बालेर गर्न सक्नुहुन्छ तर यो चाहिँ विशेष सावधानी अपनाएर गर्नुपर्ने हुनाले यसलाई चाहिँ त्यति अपनाउन उचित मानिदैन त्राटक भन्दा यहाँहरुले सकेसम्म आँखामा पट्टी बाँध्ने अथवा आँखा बन्द गरेर कुनै चीजको कल्पना गर्न सक्नुहुन्छ जस्तो कुनै मन परेको चीज छ भने त्यसलाई मात्रै पटक पटक सम्झिराख्ने अथवा काउन्ट गर्न सक्नुहुन्छ अथवा मन नपरेको चीजलाई नै तपाईले काउन्ट गर्न पनि सक्नुहुन्छ त्यसरी काउन्ट गर्दा चाहिँ तपाईको ध्यान एकत्रित हुन सक्छ यसरी तपाईले ध्यान केन्द्रित गर्न सक्नुहुन्छ अब हामी मेमोरी फर्मुला र मेमोरी पावर सम्बन्धी कुरा गर्दै गर्दा कसरी काम गर्छ त्यस बारेमा थोरै कुरा गर्न चाहन्छु हाम्रो दिमागमा जति पनि कुराहरू हुन्छन् मैले अघि नै भनिसके जति पनि हामीले पढ्ने कुराहरू छन् ती कि त अंकमा छन् कि त अक्षरमा छन् ती कुराहरूलाई हामीले पढ्ने हो र ती अंक र अक्षरमा भएका कुराहरू चाहिँ पढ्न हामीलाई त्यति रुचि लाग्दैन जसले गर्दा हामी पढेको कुरा सम्झिन सक्दैनौं र अर्थात सजिलै बिर्सन सक्छौं हामी अथवा बिर्सने बानी हुन्छ यसको बारेमा मैले अगाडि नै भनिसके र हामी त्यसलाई चाहिँ कसरी रुचियुक्त बनाउने अथवा त्यसलाई कसरी पढ्ने भन्ने मेथड भनेको यो फर्मुला भनेको विशेष गरी जति पनि फर्मुला क्रिएट गर्छौं हामी ती भनेको जति पनि हाम्रा शब्दहरू छन् ती शब्दहरूलाई हामी चित्रमा बदल्छौं अर्थात हाम्रो अंकहरू छन् पनि ती अंकलाई पनि चित्रमा बदल्छौं र ती चित्रहरूलाई सजिलै सम्झने प्रयास गर्छौं जसलाई चाहिँ हामी मेमोरी फर्मुला भन्छौं र अर्को कुरा छ अब चित्रमा त बदल्ने त्यसलाई कसरी सम्झिने भनेको बेलामा सम्झिन त गाह्रो हुन्छ जस्तो हाम्रो दिमाग भनेको
हामीले जति पनि कुराहरू राख्छौँ ती र्यान्डमली गएर बस्छन् हैन, जसले गर्दा हामी चाहिँ सजिलै रिकल गर्न गाह्रो हुने अवस्था हुन सक्छ। त्यसका लागि हामी चाहिँ के गराउँछौँ त, एउटा मेमोरी फोल्डर क्रिएट गर्छौँ। मेमोरी फोल्डर क्रिएट गर्दा हाम्रो दिमागमा जसरी हामीले मोबाइलमा कम्प्युटरमा फोल्डरहरू बनाएर आफूलाई आवश्यक पर्ने कुराहरू भिडियोहरू एउटा फोल्डरमा, गानाहरू एउटा फोल्डरमा, अनि फोटोहरू एउटा फोल्डरमा यसरी हामी राख्ने गर्छौँ, त्यस्तै यो पढेका कुराहरू पनि हामी फोल्डर बनाएर प्रत्येकलाई फोल्डरमा राख्न सक्छौँ। त्यसरी मैले तपाईहरुलाई फोल्डरको अवधारणा अस्ति सिकाएको थिएँ। फोल्डरमा हामीले लिङ्क गर्न सक्यौं भने ती कुराहरू हामी चाहेको बेलामा, जस्तो बेलामा, जहाँ पनि, जतिखेर पनि हामी त्यसलाई रिकल गर्न सक्छौं। र हामीले एकपटक मेमोरी फोल्डरमा मेमोरी फर्मुला बनाएर जुन कुराहरूलाई हामी पढ्न राख्न चाहन्छौं ती कुराहरू सेभ गरेर राख्यौं भने हामी त्यसलाई चाहेर पनि बिर्सन सक्दैनौं। बिर्सन चाहँदा अथवा बिर्सन खोज्दा पनि हामी त्यसलाई बिर्सन सक्दैनौं। त्यसैले यो चाहिँ एकदमै लङ टर्म मेमोरीको लागि उपयुक्त फर्मुला हो। यसमा तपाईहरुले लङ टर्म मेमोरी अपनाएर आफूले पढ्ने कुराहरू अथवा आफूलाई चाहिएका कुराहरू राखेर लामो समयसम्म तपाईले त्यसलाई याद गर्न सक्नुहुन्छ अर्थात् रिकल गर्न सक्नुहुन्छ। यो चाहिँ मेमोरी फर्मुला अन्तर्गत। यसको लागि तपाईहरुले थोरै मेहनत गर्नै पर्छ। मेमोरी फर्मुला बनाउनु पर्यो, त्यसलाई रिकल गर्नु पर्यो अर्थात् मेमोरी फोल्डर बनाउनु पर्यो, त्यो फोल्डरमा लिंक गर्न सक्नु पर्यो। त्यति गर्नुभयो भने तपाईहरुले सजिलै पढेको कुरा सम्झन सक्नुहुन्छ। र अर्को रह्यो यहाँहरुलाई सबैभन्दा सजिलो सिम्पल तरिका भनेको रिपिट नै हो। हेर्नुस्, हामीले जति पनि कुराहरू पढेका छौं हामी सानोमा याद गर्नुभयो होला। हामी 1 क्लास 2 क्लास पढ्दाखेरि हामीले क ख हरु एबीसीडी हरु बारम्बार पढ्ने गर्थ्यौं, जसले गर्दा त्यो अहिले हामीलाई के त छाप बनेर बसेको छ, हामीलाई मजाले आउँछ। त्यस्तै पटक पटक रिपिट गर्दा आउँछ नै, तर हामीलाई अब माथिल्लो लेभलमा गएर पढ्दा चाहिँ त्यसरी रिपिट गर्ने समय हामीसँग हुँदैन, जसले गर्दा हामीले अन्य तरिका अर्थात् नयाँ ट्रिक्सहरु हैन फर्मुलाहरु प्रयोग गर्न बाध्य हुन्छौं, जसले गर्दा हामीले धेरै कुराहरू पढ्नु पर्ने हुनाले, धेरै कुराहरू सम्झिन आवश्यक भएको हुनाले नै हामी चाहिँ यो मेमोरी फर्मुला प्रयोग गर्ने गर्छौं। मेमोरी फोल्डर र मेमोरी फर्मुला बनाउने क्रममा अघिल्लो पटक मैले 30 सम्म बनाइसकेको थिएँ, अर्थात् तपाईहरुलाई 30 सम्म बनाउन सिकाइसकेको थिएँ। आज तपाईहरुलाई 31 देखि 40 सम्मको सिकाउने छु। यसमा मैले तपाईहरुलाई सरसर्ती सिकाइसकेको थिएँ। हाम्रो जति पनि मेमोरी लेटरहरु छन् ती लेटरमा भवल लेटर जोडेर हामी फर्मुला क्रिएट गर्छौं। अर्थात् हामी एम र टी मा बीचमा ए जोड्दाखेरि म्याट बन्छ, एम र डी मा ए जोड्दा म्याट बन्छ। यसरी तपाईहरुले म्याट र म्याट बनाउन सक्नुहुन्छ। अर्को छ 32 लाई हामी मुन बनाउन सक्छौं अथवा कुनै म्यान पनि बनाउन सकिन्छ। 33 लाई हामी मोमो बनाउन सक्छौं, कसैले आफ्नो मामा बनाउन सक्नुहुन्छ, कसैले मम पनि बनाउन सक्नुहुन्छ। 34 लाई हामी मेयर बनाउन सक्छौं, मोर पनि बनाउन सकिन्छ अर्थात् मेयर पनि बनाउन सकियो। अनि 35 लाई हामी माला बनाउन सक्छौं, कसैले मेला पनि बनाउन सक्नुहुन्छ। आफ्नो सजिलो सहजको लागि सम्झिन सजिलो हुने तरिकाले बनाउनु होला। 36 लाई हामी मग पनि बनाउन सकिन्छ। त्यसपछि म्यागी चाउचाउ बनाउन सक्नुहुन्छ यहाँले। त्यसपछि मेघ वर्षा भन्छौं हामी जसलाई, त्यो पनि बनाउन सकिने भयो। अर्को छ 37 लाई हामी माइक बनाउन सक्छौं, मकै पनि बनाउन सकियो। अथवा मिका सिंगर छ इन्डियन, मिकालाई पनि यहाँहरुले चित्रमा ढाल्न सक्नुहुन्छ आफ्नो फोल्डरमा अर्थात् हाम्रो आफ्नो फर्मुलामा राख्न सक्नुहुन्छ। 38 लाई हामी माफिया पनि बनाउन सक्छौं अर्थात् मुभी बनाउन सक्छौं, मुभी ब्यानर अथवा लोगो सहितको एउटा मुभी क्रिएट गर्न सक्नुहुन्छ। 39 लाई हामी म्याप बनाउन सक्छौं, मप पनि बनाउन सक्छौं। हामी मप भनेर हुन्छ सफा गर्ने, त्यो बनाउन सकिन्छ। र यसरी हामी 40 लाई रोज बनाउन सक्छौं। यसरी यहाँहरुले फर्मुलाहरु 40 देखि माथि 100 सम्म आफै बनाउँदै जानु होला। यो तपाईहरुले बनाउन सक्नु भएन भने पनि आगामी भिडियोमा म यसको सरसर्ती बनाएको लेटरहरुबाट फर्मुला क्रिएट गरेको फर्मुलाको चार्ट अर्थात् तालिका म यहाँहरुलाई राखिदिनेछु। त्यस अन्तर्गत यहाँहरुले सजिलै बनाउन सक्नुहुनेछ। अब यी बनेका फर्मुलाहरु र यी फर्मुलालाई फोल्डरमा कसरी क्रिएट गर्ने, स्टोरी टेलिङ कसरी गर्ने, अनि फर्मुलालाई फोल्डरमा कसरी लिंक गर्ने, त्यसको डिटेल भिडियो आगामी भिडियोमा समावेश गर्नेछु। र कुनै
सम्झनु पर्ने कुराहरू अर्थात् कुनै टेबल छ भने त्यसलाई ल्याएर म यहाँहरूलाई स्टोरी टेलिङ गरेर आगामी भिडियोमा बताउने छु। भिडियो मन परे लाइक शेयर कमेन्ट गर्नु नभुल्नुहोला र विशेष गरी आगामी भिडियोको लागि सब्स्क्राइब गरेर बेल नोटिफिकेसन थिच्न नबिर्सिनुहोला, जसले गर्दा आगामी भिडियोको नोटिफिकेसन सर्वप्रथम तपाईको युट्युब च्यानल अन्तर्गत आउनेछ, जसबाट यहाँहरूले थप मेमोरी सम्बन्धी कुराहरू जान्न पाउनुहुनेछ भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।